मेरो नि फ्यान हो क्या हो थ्याङ्क यू सन्च होला म एकदम सन्चै छु है अनि आज चाहिँ मलाई चाहिँ एकदम खुसी लाग्दैछ अनि राम सर मतलब रमेश दाइ र अशोक दर्जी आउँदै हुनुहुन्छ हरेनमा अनि उनीहरू चाहिँ दाइहरू चाहिँ हिजो आउनु भएको अरे अनि हामी चाहिँ अब जान थालेको ट्र्याक्टरमा अनि दमै बाजा त्यसपछि मालाहरू सबै हामीले लिएर जाँदैछौँ यहाँबाट सम्मान गर्नलाई दाइहरूलाई फिल्म चाहिँ एकदम बवाल छ है फिल्म चाहिँ एकदम मलाई चाहिँ खतरा मन पर्यो अनि त्यही अगाडि अब चाहिँ हामी जान थालेको गाउँको मान्छेहरू पनि थुप्रैजना जान थालिरहेको छ अनि हामीले चाहिँ ट्र्याक्टरमा जान थालेको तपाईँहरूसँग चाहिँ म दमै बाजा साथ भेट्छु है होइन अब चाहिँ हामी जान थालेको यतातिर रेडी पनि भइसक्यो अब यहाँ बाजाहरू बजाउनु पर्ने हुन्छ अनि यहाँ चाहिँ भाइ चाहिँ पुरा गाडीमा बसिरहेछ अनि ट्र्याक्टर ड्राइभर अनि त्यही हो गाइज अब चाहिँ हामी ट्याक्कसँग ल्याएर जान थालेको अझै आउँदैछ उताबाट गाइजहरू आउँदैछ होइन म मात्रै होइन सबैजना जाँदैछु ट्र्याक्टरमा अनि उनीहरू चाहिँ फुलमाला लिएर स्वागत गर्छ अनि त्यही हो अनि उनीहरू चाहिँ हिजो के उनीहरूले चाहिँ के मेकअप नलागिकन भिडियो बनाएछ अनि मलाई भिडियो डिलिट गर भनेर चाहिँ अहिले इफेक्ट लगाएपछि यस्तो राम्रो देखेको रहेछ कि हिजो त्यस्तो गाडी निक्लेको थियो नि भुज जस्तो निक्लेको थियो भइसक्यो हाई गर्नु न हाई हेलो हरेनमा आउनु होला राम सरलाई हेर्नको लागि हामी चाहिँ गयो बाई बाई सँग लगाएर जान थालेको त्यसो भने ठिक छ हामी जाने होइन अनि यतातिर चाहिँ ट्र्याक्टर रिजर्भ हेलो ओ आज मेकअप अलि धेरै भयो कि अनि यता गाडीतिर यता हेर्नु हिरोको हजुरआमा अलि 1-2 शब्द बोल्नु त आज कताको यात्रा हो तपाईँ अनि हिजो 10 बजे जाने भन्ने अनि अहिले 2 बजिसक्यो त अनि अब त्यतिखेर नाति आउने रे त अनि नाति लाएर फिल्म सकिँदा चाहिँ अब यतिखेर भयो नि मेरो नातिलाई हेर्न जान्छु भन्नु न अहिले ढिलो चाहिँ ढिलो भयो कि लास्टै ढिलो भइसक्यो एकचोटि बजाउनु न 2 बजे त 2 बज्न लागेन हजुर एकचोटि बाजा बजाउनु न बाजा त अहिले बज्दैन बाजा भए बज्नु एउटा बाजा बजाएर एउटा मात्रै हो बाजै छैन त यहाँ सानो मान्छे है बाजा फाइनली हामीले ट्र्याक्टरमा हिँडिसक्यो राम सरलाई हेर्नुलाई यतातिर छ है उतातिर पनि राम सरको आन्टी हजुरआमाहरू है सबैजना हिँडिसक्यो गाइस अनि यतातिर छ राम शरणको फुपू दिदीहरू अनि यतातिर राम शरणको भाइहरू म चाहिँ प्योर भाइ हो होइन भाडा फेरि सो गाइज है फाइनली हामी हरेनमा आइपुगिसक्यो अब चाहिँ हामी राम सर र अशोक दर्जीलाई भेट्न जान थालेको अब चाहिँ हरेनमा हामी जान्छौँ दिदी तपाईँलाई कस्तो भइरहेछ त अनि एकदम राम्रो फिल भइरहेछ होइन भाइ आउँदैछ भाइले फाइनली भेटिन्छ अशोक दर्जीलाई अनि खोइ त सम्मान गर्नुको लागि साताहरू चाहिँ लिएर आउँदैछौ तपाईँ पनि केही शब्द बोल्नु न के बोल्नु त भन्नु त अनि यसो के अरे भाइलाई भेट्नु पाइरहेछ आफ्नो भाइ चाहिँ हिरो भइरहेछ होइन केही बोल्नुहोस् न तपाईँ चाहिँ एकदम खुसी लागेछ भाइ धेरै प्रगति गर्नु है योभन्दा अझै धेरै फिल्महरू खेल्नु होइन त्यही हो अनि म चाहिँ है हिरोको हजुरआमालाई नै केही कुराहरू सोध्छु अनि तपाईँलाई चाहिँ कस्तो लागिरहेछ त आज नातिलाई हिरो बनेको देख्नु पाउँदाखेरि राम्रो लाग्यो आफ्नो नाति हिरो बनेको राम्रो एकदम राम्रो लागेछ प्रगति गर्छु सधैँ प्रगति गरोस् भन्ने तपाईँलाई इच्छा छ होइन अनि तपाईँलाई चाहिँ कस्तो लागिरहेछ त अनि मलाई एकदम राम्रो लाग्यो तपाईँलाई चाहिँ कस्तो लागिरहेछ मलाई ठिकै राम्रै लागिरहेछ यहाँ चाहिँ माला कौदे भइरहेछ है कस्तो भइरहेछ आज चाहिँ फिल्मको हिरोहरू आउँदैछ है यहाँ चाहिँ खतरा रमाइलो भइरहेछ हरे मन बिनाको धन्डुलो अशोक दर्जी र राम शरण चाहिँ आउँदै हुनुहुन्छ है
छाताहरू यहाँनिर दिदी यता हुनुहुन्छ यता त्यहाँ चाहिँ बसिरहनु भइरहेछ है ओ माला कोकोला हो कति धेरै छ त नाम भन्नु न नाम कसको लागि So guys, 1 minute को down to low. कुन स्कुल को? तिमीहरु कुन स्कुल को भाइ? सबैजनालाई सिकाउँदै हुनुहुन्छ है यतातिर चाहिँ हाम्रो माला बाँड्ने सबैजना रुइरहनु भइरहेछ फिल्म चाहिँ राम्रो छ है सबैजना रुइरहनु भइरहेछ एकचोटि हजुर सबैजना स्टुडेन्ट हुनुहुन्छ तपाईहरुले पक्कै पनि फिल्मको उद्देश्य बुझिसक्नु भएको छ हामीलाई पढाउने टिचरलाई हामीले के गर्नुपर्छ ओके सबैजनाले एकचोटि मन बिनाको गीत गाउँ है त हुन्छ 1 2 3 गो मन बिनाको गडुलो कि मन बिनाको मन के भयो उठा के भयो भन्नु त है के नाम हजुरको थ्याङ्क यू उहाँ उयो बहिनी पनि एकदम थ्याङ्क यू यहाँ बहिनी पनि आउनु फोटो खिच्नु आउनु जानु फोटो खिच्नु जानु फोटो खिच्नु जाने भयो जानु
एकछिनै आमालाई फोटो खिच्नु दिनु है ब्याक भइरहेको गाइस फोटो खिच्नु छ है तपाईँहरूले फोटो खिच्नु पाएन होइन दाइ फोटो खिच्नु पाएन के कतिजना भिड छ अनि फोटो खिच्नै पाएन तर तपाईँले एकदम राम्ररी पढ्नुहुन्छ है यो कलालाई पनि अगाडि लिएर जानुहुन्छ अनि देन धेरै पढ्नुहुन्छ ल यो चाहिँ तपाईँको क्यामेरा नखिचिनु दिने तपाईँ एकदमै धेरै पढ्नुहुन्छ एकचोटि यो भाइको लागि सबैजनाले जोडदार मैले यो भाइलाई किन भेट्न चाहेँ भन्दाखेरि अघिदेखि नै मैले अगाडिबाट हेरिरहेको थिएँ यो भाइको कलालाई मेरो सुरुवात दिन पनि यसरी नै स्टार्ट भएको थियो मैले बाटोमा गीत गाउँदाखेरि कहिले पनि आफ्नो कला देखाउनलाई मैले लजाइनँ आज त्यही कला देखाउन लजाएको थियो भने यो ठाउँमा हुँदिन पनि थियो होला सायद बाबु हेर पढ्नुपर्छ राम्ररी होइन कला देखाउन पनि लजाउनु यसरी यो बच्चा होइन अहिले कति क्लासमा पढ्छु गोमा पढिरहेछ होइन आफ्नो ट्यालेन्टलाई छुट्टी टाइममा होइन स्कुल छोडेर आफ्नो बाबाहरू आफ्नो साथीभाइहरूसँग एउटा सहयोगको रूपमा हिँडिरहेको छन् एकदम खुसीको कुरा हो यो भाइलाई म एकदमै रेस्पेक्ट फिल गरिरहेको छु होइन धेरै धेरै धन्यवाद बाबु तिमी कहिले पनि कला देखाउन नलजाउनु है सक्सेसफुल भएर देखाउनु एकचोटि सबैले जोड्दा ताली मनमिनाको धन गीत गाउनु सँगै भाइको पनि एउटा गीतको कला सुन्नु मनमिनाको धन अशोकको गीत आउँछ कि आउँदैन मेरो नि फ्यान हो क्या हो थ्याङ्क यू त्यो त हातै कोही मिलाउनु आउँदैन ल जाउँ ल जाउँ गाई जाउँ त हामी ट्याक्टर बाटोमा काम थालेको है अनि त्यही हो सबैजनाले हेरेर साथ दिनु भएको छ है दाइ भन्दा नि म एकदम ह्याप्पी छु कि किनकि दाइ यति ठुलो ठाउँमा पुग्नु भएको छ होइन त्यही भएर म आफै यस्ता छु कि होइन दाइ धेरै उत्यो हुनुभएकोमा अनि त्यही हो गाइस अब चाहिँ हामी एकछिनमा घर जानुपर्ने हुन्छ सो गाइस आजको लागि यति भिडियो मनपर्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है त।